ठिम्राको भाइरल घर जाँदाखेरि चाहिँ हामी बाटोमा एकदम रमाइलो गर्दै हाँस्दै नाच्दै खाँदै चोर्दै गर्दै गयौँ। अनि फर्किने बेलामा चाहिँ अटोमा भेडा बाख्रा जसरी फर्कियौँ। सो हाई गाइज, आज चाहिँ हामी यहाँ ठिम्राको भाइरल घर जाँदैछौँ। हाम्रो चाहिँ घर यहीँ रामनगर हो नि त, यहीँबाट नजिकै पर्छ। अनि हिँडेर गयौँ। हामी चाहिँ हिँडेर जानको लागि चाहिँ लगभग हामीलाई 1.5 घन्टा जति लाग्यो। हामी चाहिँ अटोमा गयो भने चाहिँ एकैछिनमा पुग्थ्यो होला 15-20 मिनटमै। तर हामी चाहिँ हिँड्दै हिँड्दै जाम, जङ्गलको बाटो रमाइलो गर्दै भनेर हिँड्दै गएको। म चाहिँ एक्टिङ गर्दै सबैजनाको फेभरेट हालेन्ड हालेन्ड भन्दै हामी चाहिँ गीत गाउँदै नाच्दै पनि गएको थियौँ कि बाटोमा। आज नि दिउँसो गर्मी भएको भएर हामी बेलुकातिर निस्केथ्यौँ। मेरो बहिनीको पारा हेर्नु न, कालो लिपस्टिक लाएर कञ्चना जस्तो एक्टिङ गर्दै बसेँ। मैले चाहिँ यस्तो राम्रो प्लान्ट भेटाएँ बाटोमा, अनि 2टा चोरेर अनि त्यहीँ झाडीमा लुगाएर राखेको थिएँ। अनि फर्किने बेलामा लिएर गएँ। बेलुकाको लगभग 4 बजे थियो होला। यो डाँडा हेर्नु न कस्तो राम्रो देखियो कि। अनि यस्तो गर्मी भएको थियो, हामी चाहिँ हिँड्दा हिँड्दा गर्मीले लोथ फर्केथ्यौँ। हाम्रो चाहिँ फुपूको छोरा भाइहरू आएको थियो कि, 2जना हेटौँडाबाट स्कुल बिदा भएको रहेछ। अनि घुम्न आएको थिएँ। अनि त्यही भएर उनीहरूलाई चाहिँ यहाँ नघुमेको ठाउँमा घुमाउन लगेर गएको। म एक्लै भएको भए त जान्थिनँ यस्तो गर्मीमा। अनि बाटोमा यो धारा भेटेर बिचरा गर्मी भएर मुख धुनी पानी खानी गरे भाइहरूले चाहिँ। टिकट चाहिँ सानो 2टा बाबुहरूको लागेन। हामी 3जनाको चाहिँ 50-50 रुपियाँ लिएको कि टिकट। अनि पछि आउने मान्छेहरूलाई सोधेको त उनीहरूले त टिकटै नकाटिकन त्यसै भित्र छिरेको रहेछ कि। यस्तो कोहीलाई टिकट लिने कोहीलाई नलिने त्यस्तो त हुँदैन नि त। हामी चाहिँ थाकेर एकछिन यतिकै रेस्ट गरेर बसिराख्यौँ। अनि यो अस्ट्रेलियाको छाताले हेर्नु न, बन्द गर्ने नजानेर कस्तो खालको छाता हो यो। घरको पछाडि चाहिँ कस्तो नारायणीको हावा शीतल चल्दो रहेछ के। अनि यो डाँडाबाट चाहिँ कविलास रिसोर्ट कस्तो राम्रो क्लियर देख्दो रहेछ। त्यहाँ खेल्ने त्यो गोलो पिङहरू हुन्छ नि, त्यो पनि कस्तो मजाले पुरै देखेको थियो कि। त्यसपछि हामी चाहिँ एकछिन रेस्ट गऱ्यौँ, थकाइ मार्यौँ। अनि घर अगाडि गयौँ फोटो खिच्नको लागि। भाइ चाहिँ माथि चढेको थियो। अनि मेरो बहिनी चाहिँ हेर्नु नि त्यहाँ पिङमा मेडिटेसन गरेको रे। भाइहरूलाई हल्लाउन लाएर बिचरा त्यत्रो सानो भाइहरूलाई, आफू यत्रो मोटी हे। अनि त्यसपछि मैले पनि खेलेँ पिङ चाहिँ। पछि अर्कै मान्छेहरूसँग बसेर खेलेँ। मलाई त कस्तो डर लाग्यो पिङ खेल्दा, सिरिङ सिरिङ भयो कि। यो पिङ चाहिँ पहिला थिएन, अहिले चाहिँ पछि हालेको रहेछ क्या यो पिङ चाहिँ। अनि मेरो भाइलाई चाहिँ फेरि अरू केही फोटो खिच्ने भिडियो बनाउनु त्यस्तोको केही मतलब होइन। ऊ चाहिँ त्यही एक्लै आफ्नै धुनमा खेलिरहेको चिफ्लेटी के खेल्दै बसिरहेको थियो। हामी चाहिँ त्यसपछि त्यहाँबाट निस्क्यौँ। अनि घर जाने बेलामा यो गावा देखेर कान्छीले चाहिँ यो मम्मीको फेभरेट हो भन्दै भिडियो बनाइरहेको थिएँ। अनि त्यहाँ हल्का उकालो बाटो थियो, भाइ फेरि लट्ठी नै टेकी उकालो लागेको क्या। हामी फर्किने बेलामा चाहिँ अटोमा जाने, जङ्गलको बाटो हो डर लाग्छ भनेर सोचिरहेको थियौँ। तर अटो नै पाएनौँ कि। बाटोमा ठ्याक्क यो मयुरी भेटायो। हामी त भेडा बाख्रा चढ्छ नि, त्यो पछाडि त्यस्तै फिल भयो कि। अनि रोकेर चढ्यौँ, धन्न ल्याइदिनु भयो रामनगरसम्म। तर कस्तो रमाइलो भयो त्यसमा चढेर आउन। अनि हामी रामनगर आएर चाहिँ यो कोक फेन्टा अनि पानीपुरी चटपट खायौँ यो पुष्पबाटीका अगाडि। त्यसपछि हामी चाहिँ अब हिँड्दै हिँड्दै घर गयौँ। घर पुग्दाखेरि चाहिँ बेलुका साँझको 7 बजिसकेको थियो। त्यही हो कहानी। बाइ बाइ गाइज, रमाइलो भयो आज।